भएको छ होइन कतिको ह्याप्पी हुनुहुन्छ आफ्नो पर्सनल रिजनलाई लिएर हजुर एकदमै ह्याप्पी छु किनभने मेरो एउटा चोटपछि पनि कमब्याक भइरहेछ अनि नेसनल टिममा पनि अब 2-3 वर्षपछि कमब्याक भइरहेको छु भेरी ह्याप्पी फर माइसेल्फ यो बिचको ड्युरेसन कतिको गाह्रो भयो अनि कसरी मोटिभेट गरेर अगाडि बढ्नुभयो हजुर त्यो चोटपछिको ड्युरेसन थियो जुन इन्जुरी पछिको रिकभरी फेज चाहिँ गाह्रो नै थियो फिजिकली मेन्टली दुवै लागि मेरो लागि अनि जे होस् खुसी लागिरहेको चाहिँ मैले त्यो फेजबाट चाहिँ बाहिर आएर आफूलाई पर्फर्म गरेर चाहिँ अहिले यहाँ स्क्वाडमा फेरि कमब्याक गर्दै त्यही भएर खुसी लागिरहेको बिचमा कसरी क्रिकेटमा इङ्गेज कसरी भइरहनु भयो पर्सनल्ली अथवा टिमसँग डिस्ट्रिक्ट लेभल अथवा प्रोभिन्समा कसरी खेल्नुभयो हजुर मेरो चोटपछि भन्नु चोटपछि चाहिँ मलाई एक त 9 महिना रिह्याबहरू मेरो थियो होइन रिह्याबमा अनि त्यसपछि चोटपछि 9 महिनापछि पनि मैले क्रिकेटलाई चाहिँ कन्टिन्यू गरिरहेको प्र्याक्टिसेसहरू अनि फिटनेसहरू सबै कन्टिन्यू भइरहेको थियो अनि त्यही भएर चाहिँ त्यो धेरै गाह्रो भएर भनौँ न कमब्याक गर्न अनि पछि बिचमा पनि म धेरै क्याम्प्सहरूमा पनि थिएँ त्योभन्दा अघिल्लो टुर्नामेन्टमा अनि त्यही भएर त्यसले पनि त्यो अलिक कन्फिडेन्स दियो मलाई कमब्याक गर्नु पहिला तपाईँहरू एउटै टिममा खेल्नुभएको वर्ल्ड कप क्वालिफाई पनि हुनुभएको उमेर समूहबाट होइन अहिले पनि नेसनल टिममा अब आइरहनु भएको छ रेगुलर सङ्ख्या बढिरहेको छ होइन यसरी यङ प्लेयरहरूको चाहिँ भेट सङ्ख्या बढिरहँदाखेरि चाहिँ त्यो नेपाली समर्थकहरूले जुन एक्सपेक्ट गरिरहेछ क्रिकेट टिमको पर्फर्मेन्समा होइन त्यसमा चाहिँ कतिको इम्प्रुभमेन्ट हुन्छ होला जस्तो लाग्छ आई थिङ्क हामी जति पनि एउटा ग्रुप अफ यङ प्लेयर्सहरू आएको छौँ होइन नेपाली टिममा उनीहरू सबै एकदमै राम्रो छन् होइन स्किल वाइज अनि एकदमै ट्यालेन्टेड छन् जुन त्यो पर्फर्मेन्स पनि अब बिस्तारै निखारेर आइरहेको छ यङ प्लेयर्सहरूको अनि होपफुली इन द कमिङ डेज हामीले चाहिँ जुन सिनियर्सहरूलाई पनि हामीले कम्पिट गर्न सक्छौँ होला आफ्नो पर्फर्मेन्सबाट त्यही नै एक्सपेक्टेसन क्याप्टेनले अब नेसनल टिमको चाहिँ गोल के हो भनेर भनिसक्नु होइन अब तपाईँको इन्जुरी पछि कमब्याक गरिरहँदाखेरि यो टुर्नामेन्टमा 17-18वटा गेम खेल्छ नेपालले भन्नुभएको छ होइन त्यसमा तपाईँको पर्सनल गोल चाहिँ के छ मेरो पर्सनल गोल चाहिँ त्यही टिमलाई सकेसम्म रन स्कोर गरेर कन्ट्रिब्युट गरेर म्याच जिताउने त्यही हो त्यो खासै त्यही कम्प्लिकेट चाहिँ छैन जस्ट सिम्पल राखेर टिमलाई म्याच जिताउने अब एसियन गेम्समा अहिले फरक नियम आइरहेको भएर हामीले पनि छनौट खेलिरहेछौँ यो छनौटलाई चाहिँ तपाईँले कसरी लिनुभएको अब छनौटमा अब जस्तै टिम्सहरू लो ऱ्याङ्क टिम पनि छन् धेरै अनि हामीले त्यसरी चाहिँ लिएको छैनौँ किनभने T20मा सबै टिम अब जस्तै कम्पिटेटिभ हुन्छ नि त अनि त्यही भएर हामीले त्यस्तो तल्लो ऱ्याङ्क टिम माथिल्लो ऱ्याङ्क टिम भनेर चाहिँ क्याटेगोराइज गरेको छैनौँ हामी चाहिँ आफ्नो गएर बेस्ट दिने हो त्यही